हेलो गाइज, सो हामी चाहिँ कहाँ जानु लाग्यो भनी थाहा छ भनेर भन्न सक्दिनँ। तपाईँहरू कस्तो हुनुहुन्छ? हामी त एकदम ठिक छु। यहाँ आज मसँग छ मेरो हुनेवाला थाहा छ को साथी। सो गाइज, हामी चाहिँ यसको आफ्नो बाजेको घर जान लाग्यो। एकदम टाढा छ, एकदम गाह्रो छ। हेर्नु सक्नुहुन्छ यता पनि। सो गाइस, यति टाढा छ नि, हामी फेरि पुगेर बनाउने छु त्यहाँ पनि ब्लग। यहाँ भन्छ हाम्रो चौतारा, हेर्नु सक्नुहुन्छ। हामी भर्खर यहाँ पुगेको हेर्नु सक्नुहुन्छ हजुरहरूले नि। यस्तो छ बाटो। म त ढाले बल्ल यता आइपुगेकै छैन, जङ्गल छ, के गर्नु। सो गाइस, होइन पानी पनि पर्न लागेको छ। हेर्नु सक्नुहुन्छ कालो कालो बादल परिरहेको। के गर्नु गाइस, यस्तै छ हाम्रो जिन्दगानी। गाराङ गुडुङ नि भनिरहेछ, गाराङ गुडुङ हेर्न सक्नुहुन्छ। यति कालो भइसक्यो कि के छैन, पानीले भिज्ने हो, पानी पर्यो भनेर हिँडिरहेको छु गाइस। सकेसम्म हार मानेको छुइनँ। दिदीले गाडाङ गुडुङ भन्न छ होइन। गाइस, पानी पनि परिरह, हावा चलिरहेछ, मौसम एकदम बदलिरहेको छ। हेर्न सक्नुहुन्छ है, यति कराइरहेको छ नि हामीलाई। आज तिमीहरू किन आयो भनेर आयो। मैले चाहिँ भनिदिएको अलिकति जोक गरिदिएको। के गर्नु, पानी पर्न लाहा, छाता पनि ल्याएन, बिजोक हुने भयो। छोएर हरदम